सम्पूर्ण साथीहरूलाई नमस्कार। हामी नेपालको संविधान 2072 कसरी पढ्ने भनेर धेरै दुविधामा छौँ। नेपालको संविधान 2072 यसलाई हामी जुन नेपालको संविधान भन्छौँ, यसको नाम नेपालको संविधान हो भन्ने व्यवस्था यसै संविधानको धारा 307 मा गरिएको छ। र नेपालको संविधान पढ्दै गर्दा हामीले कसरी सम्झिने उपाय के हुन्छ, सूत्र कसरी बनाउने, धाराहरू कसरी याद गर्ने, के कुराहरू अलिकति बढी परीक्षाको दृष्टिकोणले महत्त्वपूर्ण हो, त्यसलाई कस्तो प्राथमिकता दिएर पढ्ने भन्ने विषयमा हामीले यसभन्दा अघिका क्लासहरूमा पनि छलफल गरिसकेकै छौँ। यो सेक्सनमा हामी नेपालको संविधान 2072 को प्रारम्भिक वा भाग 1 मा भएका धाराहरू र त्यसमा गरिएका व्यवस्थाहरूको थप विस्तृतमा पढ्दैछौँ। नेपालको संविधानमा भएको भाग 1 मा जुन प्रारम्भिकमा भएको धारा 1 देखि 9 सम्मको व्यवस्था छ, त्यसलाई कसरी सम्झिने भन्ने विषयमा हामीले सूत्रबद्ध रूपमा यसलाई सूत्र बनाएर राखिदिएका छौँ। त्यो विषयमा हामीले यसभन्दा अघिका क्लासमा पनि कसरी याद गर्ने भन्ने विषयमा छलफल भइसकेको छ र यो स्लाइडमा पनि तपाईले साइडमा देख्न सक्नुहुन्छ। धारा 1 देखि धारा 9 सम्म सम्झिने सूत्र। संविधान मूल कानुन सारा सत्ता हुँदै राष्ट्र अनि नेपाल राज्य राष्ट्रिय हितलाई छुँदै राष्ट्रभाषा बोल्छन् आफ्नै सधैँ त्यस्तै त्यस्तै सरकारी काम गर्दा हाम्रो भाषा हुन्छ यस्तै राष्ट्रिय झण्डा फरर र 3 कुना भएको स्कुल अनि क्याम्पस पढ्दै राष्ट्रिय गान गाएको। संविधान मूल कानुन भन्ने व्यवस्था गरिएको छ धारा 1 मा। संविधान मूल कानुन सारा सत्ता हुँदै भनेको सारा सत्ता भनेको सार्वभौम सत्ता र राजकीय सत्ता, राष्ट्र भनेको छ, अनि नेपाल राज्य धारा 4 मा राष्ट्र अनि नेपाल राज्य तपाईं सूत्रमा हेर्न सक्नुहुन्छ। सूत्रमा हेरिसकेपछि त्यो धाराहरू क्रमशः याद हुँदै जान्छ, सम्झिन सजिलो छ। त्यस्तो गाह्रो केही पनि छैन, अप्ठ्यारो मान्नै पर्दैन। धारा 3 मा राष्ट्र, 4 मा नेपाल राज्य, 5 मा राष्ट्रिय हित सम्बन्धमा व्यवस्था गरिएको छ। राष्ट्रभाषा बोल्छन् आफ्नै सधैँ त्यस्तै त्यस्तै भनेको छ नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। सबैले बोल्ने भाषाहरू, सबै जात जाति धर्म सम्प्रदाय भौगोलिक क्षेत्रहरू, हरेक भौगोलिक क्षेत्रहरूमा बोलिने भाषाहरू सबै मातृभाषा हुन् भनेको छ। सरकारी काम गर्दा हाम्रो भाषा हुन्छ यस्तै भनेको अहिले हामीले जुन भाषामा बोलिरहेका छौँ, तपाईले जुन भाषामा यो स्लाइड देखिराख्नु भएको छ, यो सरकारी कामकाजको भाषा हो। यसलाई देवनागरी लिपिमा लेखिएको नेपाली भाषा भनिन्छ। राष्ट्रिय झण्डा फरर र 3 कुना भएको राष्ट्रिय झण्डा सम्बन्धमा धारा 8 मा व्यवस्था गरिएको छ। ब्राकेट भित्र धारा 8 भनेर लेखिदिएको हो, त्यो 8 नम्बर भनेको धारा 8 हो। स्कुल अनि क्याम्पस पढ्दै राष्ट्रिय गान गाएको भनेको धारा 9 मा राष्ट्रिय गान सम्बन्धमा व्यवस्था गरिएको छ। अब यसलाई अलिकति विस्तृतमा बुझौँ। हामीले यी बुँदाहरू चाहिँ कसरी याद गर्ने, सूत्र के हुने भन्ने कुरा यसभन्दा अगाडिको स्लाइडमा पनि हामीले पढिसकेको विषय हो। अब यसलाई कसरी चाहिँ हामीले सम्झिने त भन्दा, संविधान मूल कानुन भनेको छ धारा 1 मा, र संविधान मूल कानुन सम्बन्धमा के भनिएको छ भन्दा, यो संविधान नेपालको मूल कानुन हो। जुनसुकै देशको संविधान पनि त्यो देशको मूल कानुन नै हुन्छ र संविधानसँग बाजिने हरेक कानुनहरू जति बाजिन्छन् ती बाजिएको हदसम्म अमान्य हुन्छन्। यदि संविधानसँग कुनै कानुन बाजियो वा संविधानले गरेको व्यवस्था भन्दा विपरीत हुने गरी कुनै कानुनहरू बन्यो भने ती कानुनहरू स्वतः के हुन्छन् त भन्दा, त्यस्ता खालका व्यवस्थाहरू चाहिँ त्यो खारेज हुन्छ। संविधान नै मूल कानुन हो, संविधानमै भएको व्यवस्था मुख्य व्यवस्था हो। अथवा न्यायाधीशहरूले निर्णय गर्ने क्रममा के हो त भन्दा, कुनै पनि कानुनीमा भएका कुनै पनि व्यवस्थाहरू बाजिए भने संविधानले जे व्यवस्था गरेको छ त्यसैलाई आधार मानेर फैसला सुनाउने वा फैसला गर्ने गर्छन्। त्यसर्थ संविधान मूल कानुन हो भनिएको हो। यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ। प्रत्येक नागरिकको होइन, प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ। नागरिकको कर्तव्य त हुन्छ नै, तर कुनै विदेशी नागरिक नेपालमा बसेर कुनै व्यापार व्यवसाय गर्दैछ वा नेपालमा छ, नेपालमा चाहिँ मतलब कुनै कामको सिलसिलामा वा केही कारणले नेपालमा चाहिँ छ ऊ भने उसले नेपालको संविधान मान्नुपर्छ। यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ।
भनेपछि के भनिएको छ भने संविधान मूल कानुन सम्बन्धमा यो संविधान नेपालको मूल कानुन हो। यस संविधानसँग बाजिने कानुन बाजिएको हदसम्म अमान्य हुनेछ। यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ, नागरिकको मात्रै होइन। प्रत्येक व्यक्तिको, नेपालमा हुने विदेशी व्यक्तिहरूको समेत हरेक व्यक्तिहरूले नेपालको कानुनलाई मान्नुपर्छ। नेपालमा रहने, नेपालमा बस्ने वा नेपालमा कुनै व्यापार व्यवसाय गर्ने हो भने ती व्यक्तिहरूले अथवा नेपालमा घुम्न आउने पर्यटकले पनि नेपालको संविधान चाहिँ मान्नुपर्छ। सार्वभौम सत्ता र राजकीय सत्ता सम्बन्धमा व्यवस्था गरिएको छ धारा 2 मा। सार्वभौम सत्ता र राजकीय सत्ता सम्बन्धमा के भनिएको छ भने नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ। यसको प्रयोग संविधानमा व्यवस्था भए बमोजिम हुनेछ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ र यसको प्रयोग संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। धारा 3 मा राष्ट्र सम्बन्धमा व्यवस्था गरिएको छ। राष्ट्र भन्नाले के बुझ्नुहुन्छ भनेर पनि पटक पटक प्रश्न सोध्ने गरेको छ। अब यसलाई राष्ट्र भनेको के हो त भने बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त। बहुजातीय, बहुभाषिक, जातीय पहिला आउने भयो, त्यसपछि जात अनुसारको भाषा आउने भयो, त्यसपछि बहुधार्मिक हुने भयो र बहुसांस्कृतिक भनेको धर्म अनुसारको संस्कृति हुने हो। तपाईले के बुझ्नु पर्यो भने बहुजातीय, बहुभाषिक, जाति अनुसारको भाषा, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक, धर्म अनुसारको संस्कृति, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षाहरू र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिप्रति आस्थावान रहे। स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिप्रति, के प्रति भन्दा स्वतन्त्रताप्रति, भौगोलिक अखण्डताप्रति, राष्ट्रिय हित र समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो। राष्ट्र भनेको नेपाली जनता हो। तर कस्तो जनता भन्दा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेको छ। यसलाई तपाईले सम्झिने प्रयास गर्नु होला र सम्झिनै पर्छ। यो प्रश्न रिपिटेडली तपाईलाई एक्जाममा सोधिरहेको पनि छ। धारा 4 मा नेपाल राज्य सम्बन्धमा व्यवस्था गरिएको छ र के भनिएको छ भने नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। यसलाई पनि मैले सूत्र बनाएर तपाईहरुलाई राख्ने होला पछि अर्को सेसनमा। तपाईले नेपाल राज्य सम्बन्धमा के भनिएको छ भन्ने कुरा तपाईले के सम्झिनु पर्यो भने नेपाल एउटा स्वतन्त्र हो, स्वतन्त्र राज्य हो, अविभाज्य राज्य हो, सार्वभौम सत्ता सम्पन्न राज्य हो, धर्मनिरपेक्ष राज्य हो, समावेशी राज्य हो, लोकतन्त्रात्मक राज्य हो र समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। यी सबै नेपाल कस्तो नेपाल राज्यको सम्बन्धमा के भनिएको छ भने स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी। स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल हो भनेर सम्झिनु पर्यो। नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ भनेर भनेको छ। यो सम्बन्धमा के भनिएको छ भने संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र नेपालको क्षेत्र हो, संविधान प्रारम्भ भएपछि नेपाललाई प्राप्त हुने क्षेत्र पनि नेपालकै क्षेत्र हो भनेर भनेको छ है। यो जहाँ पनि त्यही नै हुन्छ। राष्ट्रिय हित सम्बन्धमा व्यवस्था गरिएको छ धारा 5 मा र राष्ट्रिय हित सम्बन्धमा के भनिएको छ भन्दा राष्ट्रिय हित सम्बन्धमा व्यवस्था गरिएको छ धारा 5 मा र राष्ट्रिय हित सम्बन्धमा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता, स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र राष्ट्रिय समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू हुन्। राष्ट्रिय हितका आधारभूत विषयहरू के हुन्
भनेर पनि प्रश्न सोध्न सक्छ। र राष्ट्रिय हितका आधारभूत विषयहरू के हुन् त भन्दा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू रहनेछन् भनिएको छ। र राष्ट्रिय हित प्रतिकूलको आचरण र कार्य सङ्घीय कानुन बमोजिम दण्डनीय हुन्छ भनेर भनिएको छ। त्यसैगरी अब हामी जाउँ धारा 6 मा राष्ट्रभाषा सम्बन्धमा व्यवस्था गरिएको छ। राष्ट्रभाषा भनेको के हुन् त भन्दा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेर भनेको छ। राष्ट्रभाषाको सम्बन्धमा नेपालमा बोलिने सबै जात जाति समुदायले बोल्ने भाषाहरू मैथिली, भोजपुरी, अवधी लगायत जे जति पनि भाषाहरू छन्, गुरुङ, तामाङ हैन, अथवा तपाईको सुदूरपश्चिममा बोलिने भाषाहरू, जे पनि जति पनि नेपालमा बोलिने मातृभाषाहरू छन् ती सबै भाषाहरू राष्ट्रभाषा हुन् भनेर भनिएको छ। तर धारा 7 मा सरकारी कामकाजको भाषा सम्बन्धमा अलगै व्यवस्था गरिएको छ र सरकारी कामकाजको भाषा सम्बन्धमा देवनागरी लिपिमा बोलिने लेखिने देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनेर भनिएको छ। देवनागरी लिपि भनेको अहिले म जुन भाषामा बोलिरहेको छु वा मैले भनौँ तपाईलाई जुन भाषामा यो स्लाइडमा लेखेर दिएको छु त्यो भाषा के हो त भन्दा देवनागरी लिपिमा लेखिएको भाषा। देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था गरिएको छ। तर पनि त्यो हुँदै पनि के हो भने कुनै प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले, बहुसंख्यक भनेको धेरै जनताले अथवा 50% भन्दा बढी जनताहरूले बोल्ने एक वा एक भन्दा बढी अन्य भाषाहरूलाई समेत प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा बनाउन सक्नेछ भने चाहिँ प्रदेशले प्रदेशभित्र सरकारी कामकाजको भाषा बनाउन चाहिँ सक्ने बहुसंख्यक जनताले बोल्ने भाषालाई भने, तर देवनागरी लिपिमा नेपाली भाषा नै सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था गरिएको छ। राष्ट्रिय झण्डा सम्बन्धमा व्यवस्था गरिएको छ र राष्ट्रिय झण्डा सम्बन्धमा के भनिएको छ भने झण्डा कस्तो हुन्छ, नेपालको झण्डा अब कतिपय अवस्थामा झण्डै फेर्ने भन्ने खालका पनि मागहरू चाहिँ आएका थिए, त्यस्ता खालका कुराहरू पनि उठे। तर राष्ट्रिय झण्डाको सन्दर्भमा चाहिँ नेपालको संविधानले गरेको व्यवस्था के हो भने सर्वविदितै छ, हामी सबैले देखेको जानेकै नेपालको झण्डा नजानेको कुरै भएन। र यसमा चाहिँ हामीले के छ त त्यसलाई लेख्ने तरिका के हो त भन्दाखेरिमा राष्ट्रिय झण्डा सम्बन्धमा त्यो लेख्ने चाहिँ तरिका थाहा नहुन सक्छ। राष्ट्रिय झण्डा सिम्रिक रङको भुइँ, गाढा नीलो रङको किनारा भएको, सिम्रिक रङको भुइँ भएको, गाढा नीलो रङको किनारा भएको, दुई त्रिकोण अलिकति जोडिएको र माथिल्लो भागमा खुप्रे चन्द्रको बीचमा 16 मा 8 कोण देखिने सेतो आकार र तल्लो भागमा 12 कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो। झण्डा बनाउने तरिका र तत्सम्बन्धी अन्य व्यवस्थाहरू चाहिँ यसै संविधानको अनुसूची 1 मा उल्लेख भएमा हुनेछ भनेर भनिएको छ। राष्ट्रिय गानको सम्बन्धमा व्यवस्था गरिएको छ 9 मा र राष्ट्रिय गानको सम्बन्धमा के भनिएको छ भन्दा राष्ट्रिय गान अनुसूची 2 मा उल्लेख भएमा बमोजिम हुनेछ। राष्ट्रिय गान के हुने भन्ने कुरा संविधानको अनुसूची 2 मा उल्लेख गरिएको छ। सयौं थुङ्गा फुलका हामी भन्छौं, त्यो सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर जुन हामीले राष्ट्रिय गान हामीले चाहिँ गाउँछौं त्यो राष्ट्रिय गान चाहिँ अनुसूची 2 मा संविधानको अनुसूची 2 मा राखिएको छ। त्यही हो नेपालको राष्ट्रिय गान। र नेपालको निशाना छाप अनुसूची 3 मा उल्लेख भए बमोजिम हुनेछ भनिएको छ धारा 9 मा भने नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक र राष्ट्रिय जनावर गाई, त्यसैगरी राष्ट्रिय पन्छी डाँफे हुनेछ भनिएको छ। राष्ट्रिय रङ सिम्रिक हो र झण्डाको पनि भुइँ कस्तो रङको हुन्छ त भन्दा सिम्रिक रङको भुइँ हुन्छ, गाढा नीलो रङको किनारा हुन्छ, दुई त्रिकोण अलिकति जोडिएको हुन्छ हो, अनि माथिल्लो भागमा खुप्रे चन्द्रको बीचमा 16 मा 8 कोण देखिने सेतो आकार र तल्लो भागमा 12 कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भन्ने कुरा सम्झिनु पर्यो है त। अब हामी जाउँ भाग 2 मा। भाग 2 मा नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ। ओके, भाग 2 मा जानुभन्दा अगाडि यदि यहाँहरू बुटोल नजिक वा रूपन्देही क्षेत्र नजिक अथवा लुम्बिनी प्रदेशभित्र लोकसेवा आयोग, शिक्षक सेवा आयोग, ब्याङ्किङ तयारी कक्षा लगायत सुरक्षा निकायसँग सम्बन्धित नेपाल प्रहरी, नेपाली सेना सम्बन्धी कक्षाहरू, त्यसैगरी कम्प्युटर अपरेटर वा बिनी प्रास तयारी कक्षाहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायत सम्पूर्ण सार्वजनिक संस्थानका खुलेका जति पनि भ्याकेन्सीहरू विज्ञापनहरूमा यदि चाहिँ सेवा प्रवेशको तयारी गर्दै हुनुहुन्छ भने
यहाँहरूले लगइन एजुकेसन एन्ड टेक्निकल नेटवर्क प्रणालीलाई सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क नम्बर यहाँ दिइएको छ। ओके, हामी भाग 2 मा जाउँ। नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ भाग 2 मा, र हामी नागरिकता सम्बन्धमा हामीले कसरी सम्झिने, कसरी याद गर्ने भन्ने कुरा हामीले यसभन्दा अघिको स्लाइडमा पनि हामीले भनिसकेकै विषय हो। र नागरिकता सम्बन्धमा धारा 10 देखि धारा 15 सम्म व्यवस्था गरिएको छ। अब हामी यसलाई अलिकति विस्तृतमा यो सेक्सनमा पढ्छौँ। धारा 10 देखि धारा 15 सम्म नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ। नेपालमा अहिले प्रचलनमा रहेका नागरिकताहरू जम्मा 4 प्रकारका नागरिकताहरू प्रचलनमा रहेका छन्। वंशजको नागरिकता, अङ्गीकृत नागरिकता, सम्मानार्थ नागरिकता र गैर आवासीय नागरिकता गरेर 4 प्रकारका नागरिकताहरू अहिले प्रचलनमा रहेका छन्। अब यसलाई सम्झिने तरिका धारा 10 देखि धारा 15 सम्म सम्झिने तरिका के हो त भन्दा यहाँनिर स्लाइडमा रातो अक्षरमा तपाईँ देख्न सक्नुहुन्छ, फर्मुला बनाएर राखिएको छ। र यो विषयमा हामीले यसभन्दा अगाडिको क्लासमा पनि छलफल गरिसकेका हो। अब हामीले यो क्लासमा यो विषयमा धेरै छलफल नगरेर हामीले चाहिँ के हो भन्दा विषय प्रवेशतिर लागौँ। यसलाई अलिक विस्तृतमा हामीले अलि यहाँ यो सेक्सनमा पढ्छौँ। भाग 2 मा नागरिकता 10 बाट सुरु, धारा 10 बाट नागरिकताको सुरुवात भएको छ। भाग 2 मा 15 सम्मै नागरिकता हो, बुझ्नुपर्छ गुरु। धारा 10 देखि धारा 15 सम्म नागरिकता हो भन्ने कुरा बुझ्नुपर्छ। 4 प्रकारको नागरिकता प्रचलनमा आएको नागरिकता बुझ्नलाई यस्तो गीत गाएको। नागरिकता 4 प्रकारका नागरिकताहरू नेपालमा प्रचलनमा रहेका छन्। ती 4 प्रकारका नागरिकताहरू वंशजको नागरिकता, अङ्गीकृत नागरिकता, सम्मानार्थ र गैर आवासीय नागरिकता गरेर 4 प्रकारका नागरिकताहरू प्रचलनमा रहेका छन्। यो प्रश्न रिपिटेडली सोधिरहेको प्रश्न हो है। नागरिकता नेपालमा प्रचलनमा रहेका नागरिकताहरू भनेर तपाईलाई प्रश्न सोध्न सक्छ। 4 प्रकारको नागरिकता प्रचलनमा आएको नागरिकता बुझ्नलाई यस्तो गीत गाएको। 11 मा ठहरेसी वञ्चित हुन्न 10 मा, 11 मा ठहरेसी वञ्चित हुन्न 10 मा, 11 मा नेपालको नागरिक ठहर्ने भन्ने व्यवस्था गरिएको छ। वञ्चित हुन्न 10 मा भनेको 10 मा नागरिकताबाट वञ्चित नगरिने भन्ने व्यवस्था गरिएको छ। 14 मा एनआरएनले लाउँछन् कालो चस्मा, 14 मा गैर आवासीय नागरिकता प्राप्त गर्न सकिने भन्ने व्यवस्था गरिएको छ धारा 14 मा। गैर आवासीय नागरिक भन्नु र एनआरएन भन्नु एउटै कुरा हो। 13 मा प्राप्ति अनि समाप्तिको कुरा, 13 मा नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिको कुरा गरिएको छ। एक अङ्क घटेपछि वंशीय आधार र लैङ्गिक पहिचान हुन्छ अनि पुरा। 13 मा एक अङ्क घटेपछि कति हुन्छ त भन्दा 12 हुन्छ। 12 मा धारा 12 मा के व्यवस्था गरिएको छ भने वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ। 15 मा अन्य व्यवस्था अनि तिनका कुरा, 15 मा नेपाली नागरिकता सम्बन्धी अन्य व्यवस्थाहरू गरिएको छ। र यति गीत कण्ठ भए नागरिकता छुरा भनेर भनेको छ। अब यसलाई हामी अलिकति विस्तृतमा जाउँ। धारा 10 मा गरिएको व्यवस्थाबाट हामी सुरु गरौँ। धारा 10 मा नागरिकताबाट वञ्चित नगरिने भन्ने व्यवस्था गरिएको छ। र के भनिएको छ भने कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन। कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन। नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरिएको छ। नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरिएको छ। प्रादेशिक पहिचान भनेको कुन प्रदेश अन्तर्गत जारी भएको हो भनेर नागरिकतामै व्यवस्था गरिएको हुन्छ। फलानु फलानु प्रदेश, लुम्बिनी प्रदेश, फलानु जिल्ला भनेर जुन व्यवस्था गरिएको हुन्छ। भनेपछि कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन। धारा 10 ले त्यति कुरा भनेको छ। र अर्को कुरा चाहिँ प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरिएको छ। नेपालको नागरिक ठहर्ने, यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुन्छन्। नेपालको नागरिक ठहर्ने भनेको कस्ता व्यक्तिहरू नेपालको नागरिक ठहर्छन् त भन्दा यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिक भइसकेका व्यक्तिहरू र यो संविधान बमोजिम नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू। संविधान जारी हुँदा, यो नेपालको संविधान 2072 जारी हुँदा नेपालको नागरिकता प्राप्त भइसकेका व्यक्तिहरू पनि नेपालकै नागरिक ठहर्ने भए। संविधान जारी भइसकेपछि पनि यो संविधान बमोजिम नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू पनि नेपालकै नागरिक हुनेछन् भनेर भनेको छ। यो संविधान अब प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएका, संविधान प्रारम्भ हुँदा नेपालमा स्थायी रूपमा बसोबास गरेका यी व्यक्तिहरू पनि नेपालका नागरिक हुन्छन् भनेको छ। त्यो भने के भनेको छ भने नम्बर 1 मा यो संविधान प्रारम्भ हुनुभन्दा अघि नै वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति नेपालकै नागरिक ठहर्ने भयो।
र कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने, बाबु वा आमा मध्ये कोही व्यक्ति नेपालको नागरिक रहेछ भने ती व्यक्तिहरू, त्यसरी जन्मिएका व्यक्तिहरू पनि नेपालकै नागरिक ठहर्छन् भनेर भनेको छ। यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले, संविधान जारी हुनुभन्दा अगाडि नै जन्मको आधारमा कसैले नागरिकता प्राप्त गरेको छ भने त्यस्तो नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानले, तिनका छोराछोरीले चाहिँ बाबु वा आमा नेपालको नागरिक रहेछन् भने, यदि बाबु र आमा दुवैजना नेपालको नागरिक रहेछन् भने वालिग भएपछि निजले वंशजको आधारमा नागरिकता प्राप्त गर्छ। भनेको संविधान प्रारम्भ हुनुभन्दा अगाडि यदि कुनै व्यक्तिले नेपालमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको रहेछ भने, संविधान प्रारम्भ हुनुभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको रहेछ भने त्यस्ता व्यक्तिको बुवा आमा दुवै नेपालको नागरिक हुन् भने, बाबु आमा दुवैजना नेपालको नागरिक हुन् भने, जन्मको आधारमा नागरिकता प्राप्त गरेका छन् भने अब तिनका सन्तानले चाहिँ वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्छन्। नेपालभित्र फेला परेको पितृत्व मातृत्वको भनेको बाबु आमा फेला नपरेको, नेपालभित्र फेला परेको तर बाबु आमा नै ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु आमा फेला नपरेसम्म वंशजकै आधारमा नेपालको नागरिक ठहर्छ। यदि कुनै नाबालक फेला पर्यो, निजको बाबु वा आमा को हो भन्ने नै पत्ता लागेन भने त्यस्तो नाबालकले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्छ भन्ने व्यवस्था गरिएको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएर नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ। तर बाबु विदेशी नागरिक हो भने चाहिँ त्यस्तो व्यक्तिको नागरिकता सङ्घीय कानुन बमोजिम अङ्गीकृत नागरिकता हुनेछ भनेर भनेको छ। हामी नेपालको नागरिक ठहर्ने भन्ने हामी चाहिँ अहिले धारा 11 मै छौँ है, फेरि कन्फ्युज हुनु होला तपाईँ। पितृत्व मातृत्वको ठेगान नभएको वा आमा बुवा फेला नपरेका नाबालकहरू चाहिँ को सन्दर्भमा वंशजको आधारमा नागरिकता दिने भयो। नेपालको नागरिक आमाबाट, आमा नेपालको नागरिक हो र नेपालकै नागरिक भएकी आमाबाट जन्म भएको, नेपालमा नै बसोबास गरेको तर बाबुको पहिचान हुन नसकेको व्यक्ति कुनै छ भने त्यस्तो व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता दिने। तर बाबु विदेशको नागरिक हो भने चाहिँ फेरि अङ्गीकृत नागरिकता दिन सकिन्छ। नेपालकै नागरिक हो भने वंशजको आधारमा। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाह्यो भने, यदि विदेशी महिलाले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा नेपालको कानुन बमोजिम अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने। यदि नेपालको केटाले विदेशको केटीलाई कसैलाई बिहे गरेर ल्यायो भनेदेखि त्यस्तो महिला वा हैन त्यो निजको श्रीमतीले चाहिँ अङ्गीकृत नेपालको नागरिकता प्राप्त गर्न सक्ने रहेछन्। यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा, भनेको अब नेपालको नागरिकले विदेशको महिला बिहे गर्यो भने अङ्गीकृत नेपालको नागरिकता दिने भयो, अङ्गीकृत नागरिकता दिने भयो। तर नेपालको महिलाले विदेशी पुरुषसँग बिहे गरेको अवस्थामा भनेको छ है, यहाँ विदेशी नागरिकसँग विवाह गरेकी नेपालकी महिलाबाट वा नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने। नेपाली महिलाले विदेशी नागरिकसँग बिहे गरिन् तर विदेशमा गइनन्, नेपालमै बसिन् भने निजबाट जन्मिएको, त्यस्तो महिलाबाट जन्मिएको चाहिँ बच्चाले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने भन्ने व्यवस्था गरियो। र यस धारामा लेखिएदेखि बाहेक नेपाल सरकारले सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न प्रदान गर्न सक्नेछ भनेको छ। नेपाल सरकारले सङ्घीय कानुन बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ। नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भयो भने त्यस्तो क्षेत्रमा बसोबास गर्ने व्यक्ति सङ्घीय कानुनको अधीनमा त्यो नेपालकै नागरिक हुनेछ भनेको छ। वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकताको सम्बन्धमा धारा 12 मा व्यवस्था गरिएको छ। वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकता भनेर के भनेको छ भने, यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले
निजको आमा वा बाबुको नामबाट, आमाको नामबाट नागरिकता प्राप्त गर्न पनि सकिन्छ र बाबुको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिन्छ। तर लैङ्गिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भनेको पुरुष, महिला अथवा तेस्रो लिङ्गी हैन के हो त्यो खुलाएरै नेपालको नागरिकता प्राप्त गर्न सकिन्छ भनेर भनेको छ। नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धमा व्यवस्था गरिएको छ धारा 13 मा। सामान्य कुरो छ, नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्थाहरू जे हुन्छन् ती सबै संघीय कानुन बमोजिम हुन्छन् भनेर भनिएको छ। धारा 14 मा गैर आवासीय नागरिकता प्राप्त गर्न सकिने सम्बन्धमा व्यवस्था गरिएको छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको तर सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरेको विदेशको मुलुकको नागरिकता चाहिँ प्राप्त गरेको छ कुनै नेपालको नागरिकले, तर त्यो नागरिक चाहिँ सार्क मुलुक बाहेक अन्य कुनै मुलुकहरूमा चाहिँ बसोबास गरेको छ भने साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बजै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिनेछ भनेको छ। तर त्यस्तो व्यक्तिले, गैर आवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले के गर्न सक्दैन भन्दा राजनीतिक अधिकार चाहिँ प्राप्त गर्न सक्दैन। उसले आर्थिक अधिकार, सामाजिक र सांस्कृतिक अधिकार चाहिँ उसले पाउँछ, तर उसले के पाउँदैन भन्दा राजनीतिक अधिकार चाहिँ पाउँदैन। ऊ सांसद हुन सक्दैन, उसले चुनाव लड्न सक्दैन भन्ने व्यवस्था गरिएको छ। गैर आवासीय नेपाली नागरिकता सम्बन्धमा व्यवस्था गरिएको के भन्यो भन्दा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ कसैले, तर त्यस्तो व्यक्ति सार्क राष्ट्रभन्दा बाहिर बसोबास गरेको छ, त्यस्तो व्यक्तिको बुवा वा आमा वा निजको बाजे वा बजैले पहिला चाहिँ नेपालको संविधान बमोजिम वंशजको आधारमा वा तपाईको वंशजको आधारमा वा अन्य कुनै आधारमा चाहिँ वंशजको वा जन्मको आधारमा चाहिँ नागरिकता प्राप्त गरेको रहेछ भने, त्यस्ता व्यक्तिहरूले गरेका रहेछन् भने पछि निजको विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम पछि त्यस्तो नागरिकता प्राप्त गरेको छ भने त्यस्तो व्यक्तिलाई चाहिँ सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्रै उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने भन्ने व्यवस्था गरिएको छ। नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था गरिएको छ धारा 15 मा। र के भनिएको छ भने नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ भनेर भनिएको छ। र यो कुरालाई तपाईले अब मैले यहाँनिर तपाईहरुलाई अर्को फर्मुला बनाइदिनु पर्ने, राष्ट्र भनेको के हो भन्ने कुरा र राष्ट्रिय हित, यो दुईटा कुरा मैले यसलाई नोट गरेँ र म अर्को सेक्सनमा तपाईहरुलाई मैले यो अर्को क्लासमा म तपाईहरुलाई यो कुरो चाहिँ उपलब्ध गराउने छु है। हस्, थ्यांक यू सो मच। यहाँहरुको दिन शुभ रहोस्। धन्यवाद।